अहिले चाहिँ हामी बेनिक बजारमा छौँ। हामी चाहिँ आज तातोपानीबाट अब घर फर्कने क्रममा छौँ। अब चाहिँ हामी यहाँबाट माथि लभली हिल जान्छौँ, त्यहाँबाट चाहिँ बेनिक बजार निहाल्छौँ। त्यसपछि चाहिँ हामी पञ्चगढ हुँदै चाहिँ हामी घर लाग्छौँ। हामी चाहिँ अहिले बेनीमा छौँ। यो चाहिँ ठ्याक्कै यो एउटा पुल छ यहाँ, यो चाहिँ बेनी नगरपालिका। यताबाट गयो भने चाहिँ नि जोमसोम गयो, यताबाट चाहिँ तातोपानी, अनि यताबाट चाहिँ अब हामी बागलुङ हुँदै स्याङ्जा जान्छौँ। यहाँ चाहिँ सुरुमा माथि लभली हिलमा जान्छौँ, त्यहाँबाट चाहिँ बेनीको दृश्य निहालेर पञ्चगढ हुँदै त्यसपछि हामी स्याङ्जा फर्किन्छौँ। है त अहिले चाहिँ हामी छौँ बेनीको पुलमा। अब चाहिँ हामी यहाँबाट चाहिँ लभली हिल जान्छौँ माथि पहिला, त्यसपछि बेनीको बजार निहालेर चाहिँ पञ्चगढ हुँदै हामी स्याङ्जा फर्किन्छ। यो चाहिँ पुल छ है, यो चाहिँ ठ्याक्क यहाँ अगाडि चाहिँ बेनी नगरपालिका। यहाँ यस्तो सुन्दर खोला छ है। हिजो चाहिँ हामी मुस्ताङबाट फर्केर चाहिँ तातोपानी गएर बस्छौँ। तातोपानीमा आज बिहान चाहिँ करिब 2-3 घन्टाको स्नानपछि अब हामी स्याङ्जातिर फर्किँदैछौँ। अहिले हामी ठिक यो बेनीको बजारमा छौँ। यहाँ चाहिँ यहाँबाट भित्र चाहिँ बेनीको बजार हो। यहाँ चाहिँ एउटा पुल छ है। अब चाहिँ हामी यहाँबाट ठिक माथि लभली हिलमा गएर त्यहाँबाट चाहिँ नि हामी यो बेनीको पुरै सुन्दर बजार निहाल्छौँ। त्यसपछि चाहिँ नि बिस्तारै हामी डाइरेक्ट पञ्चगढ जान्छौँ। त्यसपछि नि हामी स्याङ्जा फर्किन्छौँ। ल अब चाहिँ हामी यहाँ पुलबाट लाग्यो है त। अहिले चाहिँ हामी लभली हिल जाने क्रममा यहाँ बाटोबाट चाहिँ एकदम बेनीको सुन्दर बजार देखिएको छ। हामी अझै त्यहाँ लभली हिलमा पुग्छौँ। यहाँबाट चाहिँ यहीँबाट यस्तो सुन्दर देखिएको छ। अब चाहिँ हामी एकछिन त्यहाँ लभली हिलमा गएर चाहिँ नि त्यहाँबाट बजार निहालेर त्यसपछि हामी लगत्तै फर्किहाल्छौँ है त। ल अब हामी चाहिँ लभली हिल आइयो। यहाँ चाहिँ थोरै माथि जानुपर्ने रहेछ। यहाँ चाहिँ एउटा बर्गर रुख पनि छ है। यहाँबाट थोरै माथि गएर चाहिँ हामी बेनीको बजार निहाल्छौँ। हिमाल पनि एकदम सुन्दर देखिरहेको छ। यहाँ चाहिँ आज मम्मी र म लभली हिलबाट बेनीको बजार निहाल्न जाँदैछौँ है त। यहाँमा चाहिँ हिँडेर आउनु पनि सकिँदो रहेछ। तल बजारबाट चाहिँ सिँढी नै सिँढी, टोटल्लै सिँढीबाट चाहिँ यहाँ आउनु पनि सकिन्छ। उही तलदेखि नै यहाँ सिँढी बनाइएको छ। बाटो चाहिँ केही फरक रहेछ, अलि अप्ठ्यारो रहेछ। सिँढीबाट चाहिँ पुरै सिँढी बनाएको छ। यसरी चाहिँ आउन सकिन्छ हामी। ल फाइनल्ली हामी चाहिँ लभली हिल आइपुग्यौँ। यहाँबाट हेर्नु त बेनी बजारी सिधै तल, यता चाहिँ बेनीघाट, यो चाहिँ बेनीको बजार। पारि एकदम सुन्दर हिमालहरू देखिरहेको छ। अब हामी चाहिँ अलि अगाडि गएर पनि हेर्छौँ। यहाँबाट चाहिँ हामी थोरै तल जान्छौँ। हेर्दै सुन्दर बेनीको बजार। यो चाहिँ लभली हिल। यो चाहिँ यहाँबाट देखिएका सुन्दर दृश्यहरू। यहाँ चाहिँ नेपालको झन्डा पनि रहेछ। फेरि तल चाहिँ बेनी बजार एकदम सुन्दर, एकदम मनोरम। सुन्दरता निहाल्न
मन छ भने तपाईँ चाहिँ बेनी बजार आउनुपर्छ। यहाँबाट चाहिँ एकदम सुन्दर दृश्य देखिँदो रहेछ। यहाँ देखिएको सुन्दर दृश्य चाहिँ बेनीको बजार हो। यहाँबाट सिधा गइयो भने चाहिँ हामी मुस्ताङ पुग्न सकिन्छ र यता गइयो भने चाहिँ नि तातोपानी हुँदै दरबाङ पुग्न सकिन्छ भने यो बाटो चाहिँ नि हामी कास्की हुँदै स्याङ्जा पनि पुग्न सकिन्छ। र आज चाहिँ हामी यो बेनीको बजार निहालेर बेनी बजारभन्दा ठिक माथि रहेको लभली हिलबाट यो सुन्दर बेनी बजार निहालेर अब चाहिँ हामी फर्किने क्रममा छौँ। र आज चाहिँ हामी तातोपानीबाट फर्किसकेपछि यहाँ बेनीको बजार निहाल्न हामी लभली हिलमा आयौँ। र अब चाहिँ हामी यहाँ यो सुन्दर दृश्य निहालिसकेपछि अब चाहिँ हामी बिस्तारै फर्किन्छौँ है त। अहिले चाहिँ हामी पञ्चकोट जाने क्रममा चाहिँ यो बागलुङको मालिकाको 5 नम्बर वडामा छौँ। अहिले चाहिँ यो चाहिँ बागलुङको मालिका अन्तर्गत वडा नम्बर 5 पर्छ। यो चाहिँ यहाँबाट देखिएका सुन्दर दृश्य हो। अब चाहिँ हामी पञ्चकोट जाँदैछौँ अनि माथि गएर चाहिँ पञ्चकोटबाट आसपासका क्षेत्रहरू निहाल्छौँ। र अब चाहिँ हामी लाग्छौँ माथि। ल हामी चाहिँ अब पञ्चकोट आइपुग्यो। अब यहाँ चाहिँ हामी सर मन्दिर यहाँ पञ्चकोट दर्शन गर्दैछौँ। अब यहाँ चाहिँ हामी लाग्दैछौँ। तल चाहिँ मन्दिर रहेछ। यो चाहिँ यहाँबाट देखिएका सुन्दर दृश्यहरू हो।
चाहिँ पञ्चकोटमा छौँ मन्दिरमा चाहिँ यो चाहिँ एकदम बागलुङ बजारभन्दा लगभग 10 देखि 12 किलोमिटर माथि डाँडामा चाहिँ पञ्चकोट मन्दिर अवस्थित छ। यहाँ चाहिँ पहिला चाहिँ हामी यहाँ तल घुम्ने ठाउँ छ, त्यहाँबाट चाहिँ हामी माथि जाँदैछौँ। माथि चाहिँ पिङहरू, हनुमान वाटिका अनि देवीको मन्दिरहरू यताउति रहेछ। हामी चाहिँ तल कृष्ण मन्दिरहरू, गणेश मन्दिर हामी घुमिसक्यौँ। अब चाहिँ हामी माथि जाँदैछौँ। पञ्चकोटमा चाहिँ एकदम सुन्दर दृश्यहरू चाहिँ हामीले यहाँबाट अवलोकन गर्न सकिन्छ। यहाँ तल देखिएको चाहिँ सबै बागलुङ आसपासका क्षेत्रहरू, यो तल ठ्याक्क तल चाहिँ बागलुङ बजार, उता देखिएको अन्तिम बजार भनेको चाहिँ कुस्मा भयो। यो चाहिँ एरियाको मालिका एरिया। यहाँ चाहिँ अब हामी माथि देवीको मन्दिर दर्शन गर्न जाँदैछौँ। यहाँ चाहिँ मम्मी र मम्मी चाहिँ अलि सिँढी उक्लिन अलिक गाह्रो भएर आस्ते आस्ते आइरहनु भएको छ। हामी चाहिँ यहाँ मन्दिरको दर्शन गर्न जाँदैछौँ। यो चाहिँ यहाँ चाहिँ मन्दिर रहेको छ। अब चाहिँ हामी एकछिन यहाँ मन्दिर वरपर घुम्छौँ।